हजुरहरू सबैजना चाहिँ सोचिरहनु भएको छ होला अब यस्तो आफ्नो व्यक्तिगत जीवनमा र बिजनेसमा सफल हुनु पर्यो भने र घरैमा बसेर $900 $1000 $2000 कमाउनु पर्यो भने त गाह्रो हुँदो रहेछ भनेर सोचिरहनु भएको छ भने कसरी गाह्रो हुँदो रहेछ भनेर सोचिरहनु भएको छ भनेदेखि मलाई थाहा छ नि त यसरी भिडियो बनाउनु पर्ने होला सोसल मिडियाहरू युज गर्नुपर्ने होला अब यस्तै कुरा सोचिरहनु भएको छ भने पनि होइन त्यसमा चिन्ता गर्नु पर्दैन अब हजुरले सोसल मिडिया युज गर्न सकेको खण्डमा एकदम राम्रो होइन डबल हजुरले आफूले आफूलाई बिल्ड गर्न सक्नुहुनेछ र बिजनेसलाई पनि बिल्ड गर्न सक्नुहुनेछ अब तपाईँलाई स्टार्टिङमा त मलाई आउँथ्यो र कसैलाई पनि आउँदैन नि त कसरी बोल्ने भन्ने नै आउँदैन हामी कुनै नयाँ मान्छेलाई भेट्नु पर्यो भने चिन्नु पर्यो भने त आफ्नो इन्ट्रोड्युस दिनलाई कस्तो गाह्रो हुन्छ भनेपछि अब यो भिडियो बनाउने भनेपछि त एकदम हाम्रो त प्रोफेसनल काम होइन नि भिडियो बनाएर जानकारी दिलाउने मेरो पनि होइन हजुरहरूको कतिजना कसैको पनि होइन त्यही कारणले त भनिरहेको छ हजुरहरूले एउटा इमेल लिस्टमा त सिके पुग्छ क्या अब इमेल लिस्ट सिक्नु भयो भने त सारा दुनियाँका मान्छेहरू नि हजुरले एकै ठाउँमा राख्न सकिने स्किल पाउन सक्नुहुनेछ नि त लेगसी बिल्डर्स प्रोग्रामबाट त्यही कारणले भनिआएको छु कि हजुरलाई नि अब सोसल मिडियामा यसरी इन्ट्र्याक्ट गर्नु छ भने त झन् त्यहाँबाट हजुरले त्यो पनि जानकारी त्यो पनि त स्किल प्राप्त गर्नुहुनेछ त्यो कसरी कन्टेन्ट क्रिएसन गर्ने कसरी चाहिँ कन्टेन्ट बनाउने कसरी चाहिँ आफूले जानेका कुरा कसरी आफूले लिएको स्किललाई चाहिँ अरूहरूलाई पनि जानकारी दिलाएर उनीहरूलाई पनि स्ट्रङ बनाउने भन्ने कुरा त कति माध्यमहरू छ के त्यो चिन्ता गर्नु पर्दैन एउटै मात्र माध्यम होइन यो सोसल मिडिया मात्रै युज गर्नुपर्ने माध्यम होइन नि त इमेल लिस्ट अटोमेसन सिस्टम भए हजुरको बिजनेस र हजुरले आफूलाई चाहिँ निर्माण गर्न सक्नुहुनेछ के त्यो भन्न खोजेको मोस्ट इम्पोर्टेन्ट जुनसुकै बिजनेस गर्ने मान्छेलाई चाहिँ इमेल लिस्टको चाहिँ एकदम जरुरत पर्छ यो त सिक्नै पर्ने हुन्छ अब हजुरले कतै गएर सिक्छु भनेपछि चाहिँ सक्नुहुन्न टाइम धेरै लाग्छ होला नि त मैले त कतै गएर सिकेको होइन मैले सिकेको भनेको यस्तो कन्टेन्ट क्रिएसन कसरी गर्ने यसरी कसरी इन्ट्र्याक्ट गर्ने सोसल मिडियामा भनेको नै सिकेको भनेको नै लेगसी बिल्डर्स प्रोग्रामबाट है त्योभन्दा अगाडि मलाई यस्तो केही पनि गर्न आउने थिएन कि त्योभन्दा अगाडि त मलाई बोल्न पनि आउने थिएन मेरो साथीहरू अहिले त मलाई बोल्न पनि आएको छ हेर्नुहोस् फेरि यो भन्दै गरिएको खण्डमा चाहिँ हजुरलाई फलोवर्स हुनुपर्छ हजुरले चाहिँ त्यो जो मान्छेले फलो गर्छन् उनीहरूलाई चाहिँ फेरि फलो ब्याक गरेर यस्तो उनीहरूलाई एकदम बिन्ती गर्नुपर्छ त्यो होइन मेरो साथीहरू पत्याउने यो दुनियाँमा विश्वास गर्ने मान्छे पनि त हुन्छ नि होइन नपत्याउने मान्छे पनि हुन्छ पत्याउने मान्छे पनि हुन्छ यो दुनियाँमा नि कुन फेक कुन स्क्याम भनेर सजिलैसँग पत्ता लगाउन सक्छन् के तर त्यसको लागि त हजुर सबैले रिभ्यू पढ्नुपर्ने हुन्छ रिभ्यू नपढे केही पनि थाहा हुन्न मेरो साथीहरू होइन अब रिभ्यू पढ्नुहोस् होइन कुनै पनि स्टेप राख्नु छ भने पहिला उहाँहरू सक्सेसफुल हुनु अगाडि सक्सेसफुल भइसकेपछि को रिभ्यूहरू पढ्नुहोस् अनि त्यसपछि जानकारी लिनुहोस् सबै कुरा सिक्नुहोस् के टेक्निकल कुराहरू सिक्नुहोस् अटोमेसन सिस्टम भनेको के हो भन्ने सिक्नुहोस् यी सबै टुलहरूको बारेमा जानकारी लिनु पर्दो रहेछ क्या मैले पनि त्यस्तै भन्ठान्थेँ मलाई न मसँग डिग्री छ न इङ्ग्लिस बोल्न आउँछ न मलाई ल्यापटप कम्प्युटरको बारेमा नलेज छ न टुलको बारेमा थाहा छ भनेर भन्थेँ तर म चाहिँ एकदमै दिक्क एकदम गाह्रो भइसकेपछि स्ट्रेस लाइफबाट गुज्रिसकेपछि मेरो आँखा खोलेर चाहिँ म डिजिटल मार्केटिङ बिजनेसमा स्टेप हालेको हो मेरो साथीहरू त्यत्तिकै हालेको होइन अर्काको अन्डरमा काम गर्नुपर्दा धेरै गाह्रो हुन्छ त्यसमाथि सानो सानो बच्चालाई घरमा छोडेर आफू काममा जान पर्दा काममा ध्यान हुँदैन बच्चामा ध्यान भइरहेको हुन्छ एकदम डिफिकल्ट हो के उहाँहरूको लागि त जसको बच्चा छ जसको नानीहरू छ उहाँहरूको लागि त झन् डिजिटलको बारेमा सिक्नुपर्छ के स्किल लिनुपर्छ के आफू स्मार्ट पनि भइन्छ इन्डिपेन्डेन्ट पनि भइन्छ नि होइन भविष्यमा गएर कुनै चिज गर्न पर्यो भने कसैलाई सोध्नु परेन त्यो लेगसी बिल्डर्स प्रोग्रामबाट स्टेप बाई स्टेप हजुरले गाइडेन्स पाउनुहुनेछ मेन्टरको सहायता पाउनुहुनेछ यहाँसम्म कि डिजिटल ग्रोथ कम्युनिटीको हरेक मान्छेको हेल्प पाउन सक्नुहुनेछ अनि यो एकचोटि जोइन गरेपछि फेरि सकिएर घरिघरि जोइन गर्नु पर्दैन रिसेल राइटको अधिकार पाउन सक्नुहुनेछ त्योभन्दा नि इम्पोर्टेन्ट त टाइमलाई कन्ट्रोल गर्न सक्नुहुनेछ त्योभन्दा मोस्ट इम्पोर्टेन्ट भने त आफ्नो फ्यामिलीको आँखाको अगाडि घरैमा बसेर
$900 भन्दा नि बढ्ता इन्कम हजुरको ब्याङ्क एकाउन्टमा पाउन सक्नुहुनेछ। स्ट्रेट अवे हजुरको ब्याङ्कमा आउँछ जति कमाउनुहुन्छ लेगसी बिल्डर्स प्रोग्रामबाट। त्योभन्दा बढ्ता के चाहियो मेरो साथीहरू? त्यही पनि लेगसी बिल्डर्स प्रोग्राममा घन्टौँ दिनुपर्ने होइन, 1 घन्टा 2 घन्टा दिए। अब म फेरि पनि भन्छु, सुरुमा त हजुरलाई सबै कुरा सिक्नुपर्ने हुन्छ नि। जतिसुकै टेक्नोलोजीको बारेमा स्किल छ भने पनि उहाँहरूले पनि सिक्नुहोस् है। नयाँ कुरा थाहा पाउनुहुनेछ के। टेक्नोलोजीको स्किल त थियो तर पनि यो त नयाँ कुरा रहेछ भन्ने कुराको हजुर झसङ्ग भएर बिउजिनु हुनेछ के, जब लेगसी बिल्डर्स प्रोग्रामबाटै स्किल लिनुभयो भने। फेरि स्किल मात्र लिने, स्किललाई बेच्ने होइन है। आफूले आफ्नो व्यक्तिगत जीवनमा चाहिँ सफल हुनु छ नि होइन। अरू कति होला नि यो संसारमा होइन सफल हुन चाहने, उहाँहरूलाई जानकारी दिएर उहाँहरूलाई पनि सफल गराउनुहोस् के, मद्दत गर्नुहोस् के। म त यही भन्छु है। पुरा जानकारीको लागि हजुर मेरो वेबसाइटमा भिजिट गर्न सक्नुहुनेछ, मलाई म्यासेज गर्न सक्नुहुनेछ र मलाई कन्ट्याक्ट पनि गर्न सक्नुहुनेछ। अहिलेलाई यति नै, थ्याङ्क यू।